नमस्कार, म दिवाकर गेवाली। मलाई लाग्छ कहिलेकाहीँ हामी कहाँ केही त्यस्ता समाचारहरू आउँछन् जसलाई देशभरका सञ्चार संस्थाहरूले चासोसहित उठान गर्छन्। नतिजा के देखिन्छ भने त्यो समाचारमा आएका पात्रहरूमध्ये केही कानुनी कारवाहीमा पर्छन्, समाचार सकिन्छ, तर मूल विषय सकिन्छ या सकिन्न हामीले हेर्ने गरेका छौँ त। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने देश किन बनाउनु भयो? प्रधानमन्त्रीको हैसियतले मैले मान्य उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई यसमा दृढतापूर्वक र निष्पक्षताका साथ दोषी नहुम्कने, निर्दोष नपर्ने नीति अन्तर्गत अगाडि बढ्न निर्देशित गरेको छु। गएको असार साउनमा भुटानी शरणार्थी प्रकरण भनी एउटा यस्तै विषय आएको थियो। देशभरिका सञ्चारले सो विषय प्राथमिकताका साथ उठायो र सो विषयमा हजारौं समाचारहरू बने। त्यसले नतिजा के दिएर गयो? के तपाईलाई केही त्यस्तो स्मरण छ? सामान्यतः पेपरमा आएको बारेमा मात्रै हामीलाई जानकारी, हैन, डिटेलमा जानकारी छैन। सरकारले जो अनुसन्धान गरेर तपाईँ अदालतमा पेश गरेको छ, अदालतले जुन रूपले निर्णय गरेर तपाईँको अहिले थुनचेकको आदेश गरेर थुनचेकमा पठाएको छ। अब अदालतले अन्तिम फैसला आएको छैन। योभन्दा बढ्ता हामीलाई थाहा छैन, डिटेलमा त अब के हो थाहा छैन। उसो त हरेक महिना हाम्रो अगाडि एउटा प्रकरण आउने गरेको छ। त्यसमध्येको एक भुटानी शरणार्थी प्रकरणबारे तपाईँहरूमध्येको 80% नागरिकहरूलाई सो समाचारहरूबारे जानकारी रहेको देखियो र सो मध्ये केहीलाई ठुला माछा नसमातेकोमा दुखेसो गरेको पनि देखियो। भुटानी शरणार्थी प्रकरण बारेमा चाहिँ अब जति ठुला माछाहरू पर्नु पर्थ्यो त्यो परेका छैनन्। अब साना माछाहरू परेका छन्। यद्यपि अब चाहिँ एक दुईजना पूर्व मन्त्रीहरू परेका छन्, तर त्यतिमा मात्रै सीमित छैन। यसमा चाहिँ अब ठुलै सञ्जाल लागेको छ। यसलाई चाहिँ अब छानबिन गरेर कानुनको दायरामा ल्याउनुपर्छ। यो चाहिँ अब राष्ट्रघाती कदम हो। यो राष्ट्रियतालाई अब चाहिँ पन्छाउने खालको अब चाहिँ कदम हो। नेपालीहरूलाई अब चाहिँ भुटानी बनाएर पठाउने कुरामा चाहिँ हाम्रो सचेत नागरिकको तर्फबाट घोर निन्दनीय छ। जनताको यो खुसी र दुःख विगतमा आएका समाचारहरूको आधारमा थिए र जनताले आज सो प्रकरणबारे के बुझेको छ भने सरकारी सहयोगमा दलालहरूले भुटानीको नाममा पैसा कमाउने बाटो बनाएका थिए। सयौं गैर भुटानीलाई भुटानी बनाई विदेश पठाए र सयौंलाई पठाउने तयारीमा थिए। नेता कर्मचारीहरूको यो दुराशय युक्त षड्यन्त्रबारे देशका सञ्चारहरूले जानकारी पाए, प्रमाण जुटाएर जोरदार तरिकाले यो प्रकरणलाई देश सामु पुर्याए। किनकि आज जनताले बुझेका विषयहरूको आधार समाचार नै थियो र समाचारले जोड पनि सोही विषयमा गरेको थियो र सञ्चारको सो सङ्गठित आवाज एक हदसम्म लागू पनि भयो। केही साना ठुला सम्भावित ठगहरू न्यायिक हिरासतमा छन्। त्यो हिसाबले हेर्ने हो भने भुटानी शरणार्थी प्रकरण सफल नै रह्यो। सञ्चारले जे भन्यो कानुनले सोही अनुसार नभए पनि केही हदसम्म सोही अनुसार गर्यो र आज सो विषय साम्य भएको छ। अब सोही भुटानी शरणार्थी प्रकरणलाई फरक तरिकाले हेरौँ र बुझौँ। तत्कालीन समयमा आएको भुटानी शरणार्थी प्रकरणले नेपालमा शरण लिएका अथवा लिइरहेका देशविहीन नेपाली भाषी भुटानीहरूको लागि के दिएर गयो? व्यवस्थाभित्र बसेका ठग उन्मूलन भएकै हुन् त? के सो प्रकरणसँग जोडिएर आएको सबै समाचार तथ्यमा टेकेर आएका थिए? आउनुहोस् भित्र पसेर बुझ्ने प्रयास गरौँ र हेरौँ समाचारको सो बाढीले व्यवस्था बनायो या बिगार्यो। कार्यक्रमको सुरुमै भनिदिउँ, हामीले यो कार्यक्रम निर्माण गर्दा गृह मन्त्रालयका प्रवक्ता, युनिसिआरका आधिकारिक व्यक्ति, जिल्ला प्रशासन कार्यालय झापाका सहायक जिल्ला अधिकारी, प्रहरी परिसर काठमाडौँका प्रवक्ता, परराष्ट्र मन्त्रालयका प्रवक्ता सहित केही थप आवश्यकता अनुसारका व्यक्तिहरूसँग जानकारी लिएर उपस्थित भएका छौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ मोरङ जिल्ला स्थित पत्थरी शरणार्थी शिविरबाट हामीले पाएको एउटा उदाहरणबाट। ठाउँमा पनि हामीहरू ठाउँ पाएन भने कहाँ जानु चाहने हामीहरू? यो अनुहार हेर्दा तपाईँलाई लाग्दो हो हामीले कुनै नेपाली नागरिकको कुरा तपाईँ सामु राखेका थियौँ, तर होइन। झापा मोरङमा रहेका 2 शरणार्थी शिविरहरूमा रहेका आर्य मङ्गोल सबै अनुहारका छन्। सबैका आफ्ना मातृभाषा छन्, तर सारमा सबै नेपाली भाषी छन्, जसले गर्दा यिनीहरू डुक्पा राजाको हेपाइमा परे अन्तमा देश छोडेर भाग्न विवश भए र आज पनि केही हजार नेपाली भाषी भुटानीहरू नेपाल स्थित 2 शरणार्थी शिविरमा न्यायको पर्खाइमा बसेका छन्। भुटानी शरणार्थीको नेपाल बसाइको क्रम हेर्ने हो भने सन् 1990 ताका तिब्बती मूलका भुटानका डुक्पा राजाले नेपाली भाषी भुटानी नागरिकहरूको अस्तित्व स्वीकार्न मानेनन्।
नेपाली भाषीहरूले डुक्पा राजाले कायम गर्न खोजेको एकल नस्लीय व्यवस्था विरुद्ध आवाज उठाउन सुरु गरे। राजतन्त्रात्मक व्यवस्थामा रहेको भुटानमा प्रजातन्त्र चाहने जनताबीच द्वन्द्व चर्कियो र द्वन्द्व चरममा पुग्यो र राजाका सिपाही तथा सेनाहरूले दमन सुरु गरे। धेरै मारिएर धेरै जेलमा कोचियो। राजाको त्यो दमन संसारले हेरेको थियो, तर कसैले भुटानको त्यो मानवता विरोधी राजालाई दबाव बनाउन सकेन। भुटानमा एक समय यस्तो आयो कि त राजाले कायम गरेको एकतन्त्रीय व्यवस्था स्वीकार गर, कि त देश छोड, कि त ज्यान देऊ। धेरै नेपाली भाषी भुटानी नागरिकहरूले दोस्रो विकल्प चुने। दमन सहन नसकी सन् 1990 देखि 2007 सम्म 1,08,000 नेपाली भाषी भुटानीहरूले भुटान छोड्न बाध्य भए। देश निकाला गरिएका नेपाली भाषी भुटानीहरू भारतको बाटो हुँदै नेपाल प्रवेश गरे र नेपालले ती शरणार्थीहरूलाई स्वीकार्यो पनि र पूर्वी नेपालको झापा मोरङमा हुने गरी 7 वटा क्याम्प बनाई बसायो। भुटानीको विस्थापन बारे हेर्ने हो भने भुटानले आफ्नो जनतालाई भारत बगायो। भारतले तिनलाई भुटान फर्काउनु पर्ने थियो, तर त्यसलाई स्वीकार्यो नेपालले। किन? यो प्रश्नको उत्तर हामी कार्यक्रमको निरन्तरतासँगै खोजौँला। बहिर्गमन पश्चात नेपालमा शरण लिएका भुटानीहरूको वर्तमान कष्टकर र भविष्य अनिश्चित भयो। तर भुटानी नेताहरूले प्रजातन्त्रको त्यो लडाईँ नेपाल बसेर लड्न थाले। बिस्तारै न्यायका पक्षमा आवाजहरू सङ्गठित हुँदै गए। नेपालले पनि भुटानीको घर फिर्ती विषयमा 1992 देखि 2002 सम्म 15 पटक